ल साथीहरू म चाहिँ ठ्याक्कै कपन ह्यान्ड ब्लक तेरिका बोल्नै कस्तो हुन्छ जिब्रो अलिक बनाउनु पर्यो यार। म चाहिँ अहिले कपन ह्यान्डबल ग्राउन्ड आइसकेको छु। अब मेरो घर जाने बाटो चाहिँ आउँदैछु कालो। मेरो अलिकति अगाडि चाहिँ हाम्रो चर्चित युट्युबर वान अफ द बेस्ट राजकुमार थापा मगर भाइको एरिया आयो। अब यो चाहिँ उकालो कपन उकालो हो। उहाँको चाहिँ यहाँ साइकल पसल छ। राजकुमार भाइ छैन होला। ए राजकुमार भाइको पसल त बन्द रहेछ त। यो चाहिँ सबै राजकुमार थापा मगरको बाइकहरू हो। एकचोटि यस्तो छ भने हाई भाइ ह्याप्पी न्यू इयर मात्रै भनेर जाउँ कि भनेको छैन रहेछ यार। यो चाहिँ राजकुमार थापा मगर भाइको साइकल पसल रेन्टली हो कपन ठ्याक्कै उकालोमा छैन रहेछ। भाइको ठ्याक्कै फोटो अगाडि देख्दै हुनुहुन्छ। अरे जाऊ न जाऊ के उकालोमा ल्याङल्याङ गरेर बस्यो यार। यहाँ भाइलाई भेटौँ भनेको। भाइ आज बन्द हो यहाँ? बन्द हो पसल चाहिँ बन्द रहेछ। राजकुमारजीलाई भेट्न पाइएन भनेर भन्न पनि नमिल्ने गफ दिएको है तपाईँहरूलाई। भेट्न चाह्यो भने जहिले पनि भेट्छु क्या। म बेलुकै पछि यही बाटो हिँड्छु नि त। एभ्रिडे यही बाटो हिँड्छु। एभ्रिडे देखिरहेको हुन्छु। कहिले बाइक धोइरहेको हुन्छ कहिले गफ दिइरहेको हुन्छ केटाहरू भेला पारेर होइन। भेट्न चाह्यो भने यो चुड्कीको भएर भेटिदिन्छु राजकुमारलाई। तर मलाई आफै भेट्न मन नलाग्यो गाइज। किनभने यहाँ वर्षौँ भइसक्यो म यहाँ बसेको होइन। 15-20 वर्ष भइसक्यो। ऊ पनि यता धेरै वर्ष भइसक्यो। चाह्यो भने भेट्छु के। तर के हो यार मनमा भेट्नु मन लाग्छ। फेरि जाने आँटै आउँदैन के भन्नु होला भाइलाई भन्छु। फेरि भाइको कुरा सुन्छु कता कता युट्युबमा। पुरा एटिट्युड छ अरे भेट्यो भने एकदमै बोल्दैन अरे भन्छ। मलाई फेरि गएपछि हाई हेलो भाइ भन्दा बोलेन भने फेरि पारा तात्छ। झापलीको पारा तात्छ। फेरि मुखसुख छाडिन्छ होला फेरि बर्बाद हुन्छ। जानु मुखसुख छाडिन्छ होइन। त्यहाँबाट मलाई रिस उठ्छ उसलाई पनि रिस उठ्छ क्या। दुइटालाई रिस उठ्छ। त्यो मुलाङलाई पनि त्यो मुलालाई पनि एकदम रिस उठ्छ चाँडो। मलाई थाहा छ त्यो राजकुमार भाइ जहाँ पनि गयो झगडै परिरहेको हुन्छ। म पनि अब छोटे अब साङ्गे झापाली छोटे सानो मान्छे भयो नि रिस चाहिँ ठुलो उठ्छ मलाई पनि होइन। त्यही भएर म आज चाहिँ फेरि नयाँ साल भएको हुनाले चाहिँ ट्याक्कै गएर भाइसँग भेटिदिउँ भनेर भेटेर भाइ ह्याप्पी न्यू इयर जय बङ्गलामा भाइ ह्याप्पी न्यू इयर भन्छु। अनि त्यसपछि चाहिँ मेरो भ्युवर्सहरू मेरो युट्युब फ्यामिलीलाई पनि ह्याप्पी न्यू इयर भनिदेऊ भनेर उसले भन्छ कि भन्दैन त भन्छ होला भनेर कोसिस गरेको थिएँ। तर गएँ तर भेटिनँ। पसल बन्द रहेछ। तपाईँले भिडियोमा देखिहाल्नु भयो होला होइन। म फेरि कुनै दिन स्पेसल दिनमा देखाउँछु। अरू जहिले पनि भेट्छु त्यो भाइलाई। कहिले यतै पनि हिँडिरहेको हुन्छ त्यो भाइ कुदिरहेको हुन्छ होइन। तर म त्यो दिन चाहिँ भेट्दिनँ। मलाई पनि एउटा भेट्ने मुड चल्नु पऱ्यो। आज मुड चलेको थियो। 82 सालको सुरुवात चाहिँ एउटा गुड भ्लगर होइन। एमआरबी अब राजकुमारहरू त हो नि अहिले चलेको भ्लगरहरूमा मोटो भ्लगमा होइन। म चाहिँ अब स्कुटी भ्लगर भन्न रुचाउँछु आफूलाई। अनि गरौँ कि यसो भेटौँ कि भनेको छैन। यहाँ माथि एक राउन्ड हान्छु किनभने कहिलेकाहीँ तिनीहरू यतातिर साइकल पुरा स्टन दिइरहेको हुन्छ क्या। त्यही भएर म त्यो स्टन देखाउने ठाउँतिर तपाईँहरूलाई एकचोटि लिएर जान्छु। त्यहाँ रहेछ भने त्यहीँ गफ हान्छु त्यसलाई। छैन भने छैन। त्यही भएर आज एकदमै मुड चलेर भेटौँ कि भनेको यार भेट्नै पाएन कि म्यासलाई घाँसलाई। ठिक छ घाँस नभए नि बाल भएन। कुनै दिन भेटेर गफ हान्छु भाइलाई। राजकुमार भ्लगर भाइ यही बाटोतिर पुरा दिइरहेको हुन्छ क्या। छैन ठिक छ। अब म एक्लै घुमेँ गाई झापाली एक्लै घुम्यो। साङ्गे झापाली एक्लै घुमेपछि त बर्बादै भयो। कुनै दिन भेटौँला तपाईँहरूलाई। फोटो खिच्दैछ यहाँ क्यामराम्यानहरू आउनु भएको रहेछ। यसरी 3-4 जना हिँड्नु न भाइ। यो चाहिँ एकदमै चलेको बाटो है। यो चाहिँ एकदम चलेको। किनभने यहाँ पुरै युट्युबरहरू आएर पुरै भ्लगहरू बनाउनुहुन्छ। अब लास्टमा चाहिँ के भन्नु चाहन्छु भने यस्तै हो। सबैलाई मेरो आज भ्लग बनाउनेको मेन उद्देश्य भनेको सबैलाई दसैँको दसैँ भने चाहिँ फेरि ह्यात्तेरिका लोसार होइन यार सरी यार नयाँ सालको शुभकामना दिनलाई चाहिँ मैले भ्लग बनाएँ। भ्लग पनि बन्यो। अब के कस्तो लाग्यो हुन त तपाईँहरूले देखेको बाटै मात्रै हो। त्यही पनि मेरो गफ सुन्नु होला। गफ यति बेरसम्म सुनिदिनु भयो।
फेरि पनि भन्न चाहन्छु, नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला हैन। अनि अब शुभकामना दिइहालेँ। अनि आउँदा आउँदै राजकुमार भाइलाई भेट्नु मन लागेर हाई हेलो भन्नु भनेको पाएन। कुनै दिन फेरि त्यो भाइसँग भेट्छु। अनि भेटेपछि एक्स्ट्रा भ्लग बनाएर चाहिँ म तपाईँहरू समक्ष चाहिँ मेरो भ्लग प्रस्तुत गर्छु है त। ओके बाई बाई, गुड नाइट, सी यू नेक्स्ट भ्लग भन्दै आजको भ्लग यहीँ टुङ्ग्याउँछु।